नेतृत्व स्वीकार नगरिएको हो। प्रधानमन्त्रीज्यू, स्वास्थ्य मन्त्रीज्यू र सामान्य प्रशासन मन्त्रीज्यूसँग यो संसदले जवाफ माग्नुपर्छ। म सभामुख महोदय मार्फत माग गर्दछु। संविधानमा आमाको नामबाट नागरिकता दिने प्रावधान त राखियो, तर विधेयक ल्याउँदै गर्दा बुबाको ठेगाना नभएमा, लापता भएमा, सोगस्ना गरिएमा भन्ने जस्ता प्रावधानहरू, शर्तहरू राखियो जुन बुबाको समान छैनन्। 25 जनाको मन्त्रीमण्डलमा 33% भन्दा पनि नपुग्ने गरिकन 3 जना मात्र महिला मन्त्री अटाइन्छ। निर्वाचनहरूमा महिलाहरूलाई जान उप र सहपदमा मात्र टिकट दिइन्छ। प्रत्यक्षबाट नभई समानुपातिकबाट महिलाको सङ्ख्या पुर्याउनको लागि मात्र महिलालाई सांसद बनाइन्छ। प्रतिनिधि सभा नियमावलीमा महिला संसद समन्वय समिति कक्कस बन्ने भनेर 3 वर्ष अघि लेखिएको, तर यो संसदले आजसम्म महिला कक्कस बनाउँदैन। संसदीय समितिका सभापति मध्येबाट 33% महिला सभापति हुनुपर्छ भनेर यसै प्रतिनिधि सभा नियमले लेखिन्छ, तर आजसम्म त्यो पालना पनि हुँदैन। अझ कतिवटा उदाहरण प्रस्तुत गरौँ यो राज्यले महिलामाथि गरिरहेको विभेदको। यो विषयमा सत्ता पक्ष र प्रतिपक्ष भएर होइन, अब सम्पूर्ण महिला सांसदहरूले तमाम नेपाली महिलाहरूको सामाजिक, राजनैतिक र व्यावसायिक अधिकारको लागि लड्ने बेला आएको छ। भोलि अन्तर्राष्ट्रिय महिला दिवस म सम्पूर्ण महिला सांसदहरूको तर्फबाट अनुरोध गर्दछु, राज्यले गरिरहेका यी तमाम विभेदहरूलाई सच्याएर लैङ्गिक समानताको उदाहरण यो संसदले प्रस्तुत गरोस्। समानताको नारा मात्र होइन, अभिभारा यो राज्यले बोकोस्।